यो सिमल तरुल हेर्नु नि, प्रकृतिले पनि के खान सिकाएको के। अब यो जरा त एउटा काठ जस्तै देख्छु म त, दाउरा जस्तै। हेर्नु त दाउरै जस्तो छ। अनि यसलाई कसले चाहिँ खानेकुरा सम्झिन्छ होला हौ। कर्दले यसको बोक्रा उक्काएर अनि त्यस पछाडि व्हाइट कलरको राम्रो पनि भएको छ हौ। निकै दुःख गरेर पो खानुपर्छ त। म चाहिँ यही कर्द मन पर्छ। मलाई छुरीहरू भन्दा पनि यो पुरानो मेरो हतियार खुब मन पर्छ। अनि अरूलाई त यो चलाउन पनि आउँदैन के। मलाई चाहिँ यही मन पर्छ, फलामको सानो कर्द। यो कर्द मेरो छिमेकी बडा बाउले बनाइदिनु भएको। बडाउ त अहिले मरिसक्नु भयो। अनि उहाँको चिनो। ओहो, अनि त्यति जराको पनि कस्तो धेरै पो हुन्छ त। खानामा त खुब मिठो हुन्छ। अब यसलाई मैले उसिन्नको लागि रेडी गरेको। अब चाहिँ बल्ल सिमल तरु जस्तै देखियो है। अघि त दाउरा जस्तै देखिरहेको थियो।